हेलो नमस्ते वेलकम ब्याक टु फेरि पनि सबैजनालाई स्वागत गर्न चाहन्छु र आज चाहिँ विशेष गरी म चाहिँ नयाँ ठाउँमा छु, नयाँ इन्भाइरोमेन्टमा, नयाँ रुममा, नयाँ हैन बेडमा छु र तपाईहरु सबैजनालाई फेरि पनि स्वागत गर्न चाहन्छु र विशेष गरी आजबाट चाहिँ मैले कन्टिन्युअसली हरेक इन्फर्मेसनहरु यो फेसबुक मार्फत मात्र आउनेछ, अरु ठाउँबाट आउने छैन किनकि मसँग न मेसेन्जर छ, न व्हाट्सएप छ, न नम्बर छ, कुनै पनि के पनि छैन। सो आई एम साइलेन्ट छु। यो 2026 म साइलेन्ट रहनेछु। कसैलेसँग मसँग र तपाईहरु कोही पनि मलाई सम्पर्क गर्ने कोसिस पनि नगर्नु होला किनकि म यो वर्ष मेरो लागि हो र मैले जे गर्नु छ मलाई मात्र थाहा छ र मेरो एम के हो, मेरो डेस्टिनेसन के हो, म कहाँ पुग्ने हो त्यो मलाई मात्र थाहा छ। त्यो भएको हुनाले तपाईहरु प्लिज कसैले पनि मलाई कन्ट्याक्ट गर्ने कोसिस नगर्नु होला किनकि मसँग के पनि छैन। मसँग न मेसेन्जर छ, न नम्बर छ, न व्हाट्सएप छ। मलाई कन्ट्याक्ट गर्ने त्यसको आधारहरु वेहरु के पनि छैन मसँग। म साइलेन्टमा हुनेछु र साइलेन्टमा छु। त्यसकारणले गर्दाखेरि तपाईहरु सबैजनाले मलाई कन्ट्याक्ट गर्ने कोसिस नगर्नु होला र जे कुरा छ हरेक कुराहरु म कहाँ छु, म के गर्दै छु हैन, म कस्तो छु, एभ्रीथिङ चाहिँ मैले यो फेसबुक पेज, यो फेसबुक मार्फत प्रसारण हुनेछ। यो फेसबुक मार्फत चाहिँ भिडियो आउनेछ। त्यसकारणले तपाईहरु यो फेसबुक चाहिँ हेर्दै जानु होला। म के गरिरहेको छु र कहाँ छु र के खाइरहेको छु हैन, कस्तो बसिरहेको छु, एभ्रीथिङ हैन यो फेसबुक मार्फत आउनेछ। त्यसकारणले लेट्स सी। सो आज चाहिँ म नयाँ ठाउँमा छु, हेर्न सक्नुहुन्छ तपाईहरु। यो मेरो बेड राइट। सो अर्को यहाँ पनि एउटा बेड छ, यहाँ दुईटा कपडा राख्ने, यहाँ एउटा अर्को बक्स, अर्को एउटा बक्स राइट नाउ। सो यस्तो छ रुम चाहिँ है। यो चाहिँ हाम्रो मेरो साथीको भयो, यो मेरो कपडा भयो राइट नाउ। अनि यहाँ चाहिँ सट्ट हाम्रो हैन गणेश भगवान पनि छ। सो यहाँ हेर्न सक्नुहुन्छ। सो गाइस यही नै हो। एभ्रीथिङ एभ्री इन्फर्मेसन यो फेसबुक मार्फत मात्र आउनेछ। अरु सबै म साइलेन्ट हुनेछु राइट। म साइलेन्ट हुन्छ। त्यसकारणले कोही पनि म कन्ट्याक्ट गर्छु, म बोल्छु अथवा म यो गर्छु त्यो गर्छु भनेर कसैले पनि प्लिज कोसिस नगर्दिनु होला। प्लिज मलाई साइलेन्ट रहन दिनु होला यो 2026 को लागि है। किनकि मलाई राम्रोसँग थाहा भयो कि मलाई एक्सपिरियन्स भयो। मैले विगत 4 वर्षदेखि मैले सोचेको कुराहरु मैले गर्छु भन्दा चाहिँ 4 वर्ष बितिसक्यो के मैले गर्न पाएन के। जुन कुरा मैले गर्छु भन्दा त्यो सोच्दै आएको थिए त्यो कुरा मैले गर्नै पाएन के। 4-5 वर्ष बित्यो के। त्यसकारणले मैले चाहिँ के सोचे भन्दा कि अब नेभर यसरी भोलि गर्छु भन्दा चाहिँ जिन्दगी बित्ने रहेछ कि, समय टाइम जाने रहेछ कि। त्यसकारणले जस्तो सङ्घर्ष जस्तो भयो भने आजै स्टार्ट गर्नुपर्ने रहेछ, आजैबाट सुरु गर्नुपर्ने रहेछ भनेर मैले सबै कुरा त्यागेर सबै कुरा म साइलेन्ट स्टप गरेर चाहिँ म यो वर्ष मेरो लागि हो र म जे गर्छु र मैले के गर्नुपर्ने हो, मेरो दायित्व के हो, मेरो जिम्मेवारी के हो मलाई राम्रोसँग थाहा छ हैन। त्यसकारणले गर्दाखेरि यो वर्ष मेरो लागि हो र म यो वर्ष यो 1 वर्ष म पुरै साइलेन्ट हुनेछु। जुन दिन अर्को 2027 आउँछ त्यो दिनबाट मात्र म चाहिँ साइलेन्टबाट फुकुवा हुनेछु राइट। सो सबैजना हरेक इन्फर्मेसनहरु यो फेसबुक मार्फत सुन्दै जानु होला, हेर्दै जानु होला। जय नेपाल।